के भयो सुरुदेखि लास्टसम्म जय ट्रफी गर्ने मौका थिएन त्यहाँ हाम्रो टिम होइन जे ट्रफी होस् होइन पिएम कप कन्टिन्यू हामीले जितिरहेको छौँ यसरी जानु पर्यो है सबैले साथ दिएको छ है के अरे जे ट्रफीमा हाम्रो आरिफ क्याप्टेन थियो होइन हरेक चिजमा चाहिँ भनौँ न अब होइन एउटा म्याचमा क्याप्टेन भएर चाहिँ है टिमवर्क हाम्रो के भन्दाखेरि चाहिँ टिमवर्क हाम्रो हरेक चिजमा छ भन्ने चिज चाहिँ देखिएको छ है जे ट्रफी पनि हामी त्यस्तै थियौँ यो पिएम कपमा पनि त्यस्तै छौँ आउँदाखेरि पनि त्यस्तै नै हुन्छ है थ्याङ्क यू है दिपेन्द्रलाई होइन अनि हरेकलाई टिमलाई है हाम्रो सजेस्ट जुन तरिकाले हाम्रो टिमवर्क छ होइन भनेर चाहिँ ल भाइ यस्तो भन्दाखेरि पनि मानेकै छ होइन यो गरौँ न भन्दाखेरि पनि ओके गरेकै छ होइन कतिवटा उसको दिमागले पनि हरेक चिज गर्दाखेरि एकदम टिमलाई होइन सफलता दिइराखेको छ होइन थ्याङ्क यू अब चित्रलाई पनि हाम्रो विजयजीलाई ललितलाई स्पेसल सबभन्दा ठुलो थ्याङ्क यू है टिमवर्क आफ्नो ठाउँमा छ तर एउटा हुन्छ नि टिमलाई चाहिँ एउटा बाटो देखाउने चाहिँ हाम्रो ललितले गरेको छ है त्यसको लागि चाहिँ एकदम धन्यवाद है अब सागरलाई हाम्रो कुशल चाहिँ कमब्याक जे ट्रफीबाटै कमब्याक भयो जस्तो लाग्यो है एकदम राम्रो है पूर्ण है अनि चाहिँ कन्फिडेन्स लेभल धेरै हाई है अब गुल्लुले पनि आफ्नो ठाउँमा मेन गरी हाम्रो पेस बलर होइन जब कि विकेट पेस बलरको थिएन त्यो पनि आफ्नो एफर्ट लगाएर हेर्दाखेरि मलाई जहाँसम्म लाग्छ होइन बलिङ जतिखेर दियो हाम्रो पेस बलरले एकदम राम्रो भएको विकेट टाइम टु टाइम आइरहेको दाजुभाइको तरिकाको हो है मैले के भने कोच आफ्नो ठाउँमा छ होइन मलाई चाहिँ के लाग्छ तिम्रो सानै हो किन भन्दाखेरि 10 वर्षदेखि मैसँग टिममा भएर म एज अ क्याप्टेन पनि है एज अ कोच पनि मेरो भाइहरू जस्तै लागेर चाहिँ 2-4 वटा गाली गर्छु होला होइन कुनै बेला अलिकति अब त्यस्तै मुभमेन्टमा चाहिँ कुनै बेला मात्रै हुन्छ है नत्र म हरेकसँग मिलेर नै जान खोज्छु है किन भन्दाखेरि मलाई चाहिँ के लाग्छ मेरो भाइहरू नै हो किन भन्दाखेरि तिम्रो 16, 17, 18, 19 वर्षको हुँदाखेरि मैले तिमीलाई हेरिरहेको हो नि त है 2-4 वटा मबाट पनि हुन्छ होला होइन आफ्नो ठाउँमा छ तर म एज अ टिम हेर्छु के म पर्सनली कसैलाई पनि हेर्दिनँ साँच्ची भन्ने पनि है टिम मेरो एकदम राम्रो छ है त्यसैले चाहिँ थ्याङ्क यू है सबैलाई चाहिँ एकदम टिमवर्क चाहिँ एकदम राम्रो छ सबैको सबैजनाले अब सब भनेको कुरा गरिरहेको छ काममा त्यो ब्याटिङ भयो भने जति बेला पठायो त्यति बेला भइरहेको छ जति बेला बलिङ पनि त्यति बेला गरिरहेको छ सो एकदमै धन्यवाद दिन चाहन्छु किनभने मलाई पनि सपोर्ट हुन्छ क्याप्टनलाई प्लेयरले म गर्दिनँ यो भयो भने सायो भने यो हरेक कुरा हुन्छ त्यो भयो भने टिम बन्डिङ बिग्रिन्छ सो त्यो चाहिँ छैन हाम्रो टिममा एकदमै राम्रो छ त्यो सो त्यसले गरी अब स्टाफ कोचिङ स्टाफलाई अनि जिते राई अनि विजय राई सबलाई अब सबैजनाले जस्तो अब सोच लिएर आउँछ म ब्याट्सम्यान भन्छु म बेस्ट बलर भन्छु एज अ अलराउन्डर म सिरिज गर्न सक्छु त्यो सबै कुरा हुन्छ सो त्यो कुरा चाहिँ सोचेर आएको होला सबैजनाले तर यो पालि अब ब्याट्सम्यानको लागि भएन तर सिरिजको लागि र बेस्ट बलरको लागि विकेट लिने बलर भनेको एउटा लली मात्र थियो अहिले जस्तै यो उसमा चाहिँ जे ट्रफीमा सागरले फाइनलमा चाहिँ त्यो विकेट लिएर म्यान अफ द म्याच पनि भयो सागर पनि एकदमै राम्रो छ राम्रो गरिरहेको छ सो जति बेला ललीले यताबाट विकेट लिइरहेको छ सागरले च्यापिरहेको छ सो अर्को बलरले पनि त्यही अनुसारले सपोर्ट गरिरहेको थियो त्यो चाहिँ टिमवर्क चाहिँ हाम्रो देखियो त्यसको लागि एकदमै धन्यवाद दिन चाहन्छु टिमलाई नै सबैलाई सपोर्ट स्टाफ
हामीले जस्तै अब केटाहरूको 4वटा लाउने हामीले 10वटा 12वटा 6वटा सबै गरेर सबैजना डेली जसरी दिइरहेको थियो त्यो होटलबाट एकदमै राम्रो रेस्पोन्सिभ दिएर गर्नुभयो हामीलाई एकदमै खुसी लाग्यो नेक्स्ट टाइम पनि हामीलाई खाजामा प्लस भयो सबै कुरामा एकदमै राम्रो गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब इन्डिभिजुअल जस्तै अब अहिले अब टिमबाट जान्छौँ हामीहरू त्यो इन्डिभिजुअल प्र्याक्टिसहरू गरिरहेको जस्तै अब अमित दाइको जस्तै एज ए इक्जाम्पल दिएर भन्छु स्लक छ भनेपछि स्पिनरमा मिडियम पेसरमा राम्रो खेल्नु स्लक छ भनेपछि अब आउने टुर्नामेन्टमा हुन्छ नि जस्तै स्टेट जस्तै स्टेट लक टेन भयो कभरमा लक टेन भयो त्यो कुराहरू सिकेर आउने हो नि कसरी भने दिल्लीको अब स्विप छ भनेपछि कभर ड्राइभ लेफ्ट आर्ममा कसरी हामी त्यो सिकेर आउने सबै कुशलको अब बलिङमा जस्तै बाहिर फाल्छ भनेपछि विकेटमा कसरी ल्याउने बल त्यो टर्निङ गराउने सबैको छ त्यो कमजोरीहरूलाई हामी अगाडि राम्रो गर्दै जाउँ सो अगाडि राम्रै गर्दै गयो भने जस्तै यो पिएमकपमा हामीलाई कसले छुन सकेन सो नेक्स्ट पिएमकपमा पनि त्यो अनुसारले हामीलाई कसले छुन नसक्ने भनेर आउँ त्यस्तो भयो भने हामी हरेक पिएमकप जुनैसुकै टुर्नामेन्ट हुन्छ नेपालभरिमा जुन पुलिसले पार्टिसिपेट गर्छ त्योमा जित्नु पऱ्यो हरेक टुर्नामेन्टहरू चाहे हामी खेलोस् हामी बाहिर होस् त्यो अरू कुरा रोशन राई भयो श्रवण भयो राणा भयो जो पनि भित्रको इन्टरनल नेपालभरिको टुर्नामेन्ट खेल्न जान्छ त्योमा चाहिँ पर्फर्मेन्स हुनु पऱ्यो नि सबैको कसले गरी पुलिस टिमको प्लेयरले आएर पर्फर्मेन्स गरेर जिताएको भयो भन्नु हुनु पऱ्यो कि त्यो कुरा सो त्यसको लागि पनि आफै प्रिपेयर भएर बस्ने कहाँ हुन्छ ट्रेनिङ कति हुन्छ आफूले कति ट्रेनिङ गर्न सक्छ त्यो कुराहरू गऱ्यो बाहिर बसेको त्यसलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु किनभने चान्सेस पाएन एकदमै उसले एक म्याच पायो तर त्यस्तो देखाउन सकेन ठिक छ त्यो बाहिर बस्ने प्लेयरहरूलाई धेरै गाह्रो हुन्छ थाहा छ मलाई पनि बाहिर बस्यो भने कस्तो हुन्छ माइन्ड कस्तो हुन्छ भनेर सो त्यो चाहिँ धेरै माइन्डमा नमिलाएर आफ्नो प्र्याक्टिस गरिरह्यो भने चान्सेसहरू आउँछ अझै गेमहरू हुन्छ जस्तै अब म नहोला कुशल नहोला आरिफ नहोला तर त्यो ठाउँमा खेल्न पाइन्छ त्यो ठाउँमा खेलेर पर्फर्मेन्स गऱ्यो भने अभियसली कुनै पनि जस्तै हामी पुलिस टिम खेलिरहेको छ भने त्यहाँ पनि चान्सेस मिल्छ सो त्यसलाई चाहिँ पोजिटिभ उसमा वेमा लिएर अगाडि बढौँ सो टिम वर्क एकदमै राम्रो थियो आज जुन अस्तिको हारबाट निस्केर हामी यो सुरुमा बलिङ गरेर जुन टोटल तिनीहरूले बनायो त्यो टोटल बनाउने लल्ली करण दाई स्यागी अनि कुशल एज अ फिल्डर सबैजनाले एकदमै हेल्प गर्यो सो त्यसको लागि धेरै धेरै धन्यवाद र सबैलाई कङ्ग्रेचुलेसन फेरि पनि यस्तै कङ्ग्रेचुलेसन आउँछ हाम्रो टिमबाट सबभन्दा रन बढी हानेको मान्छेले खोज्छ जसरी हामी खेलिरहेको थियौँ लास्ट 21 सालदेखि मलाई पनि लाग्छ एउटा लेगेसी छ 21 सालदेखि लास्ट पिएम कपदेखि जियोग्राफी अहिले पिएम कप भयो